नमस्कार सम्पूर्णमा। यस भिडियोमा हामी कुखुरामा लाग्ने फलपक्स रोगको बारेमा डिटेलमा कुरा गर्नेछौँ। फलपक्स रोगलाई गाउँघरमा बिफर वा टिमुरे रोग भनेर पनि चिनिन्छ। फलपक्स बिस्तारै फैलने संक्रामक रोग हो। यो रोग भाइरसबाट लाग्ने गर्दछ। यसले कुखुराको छाला, मुख, आँखाको वरिपरि, सिउँर, लोती र घाँटीभित्र पनि असर गर्दछ। यो रोग प्राय मच्छरको टोकाइबाट अथवा संक्रमित कुखुराको र्याल, नाकको स्राव र प्रत्यक्ष सम्पर्कबाट सर्दछ। फलपक्स रोगले कुखुराको स्वास्थ्य, वृद्धि, विकास र अण्डा उत्पादनमा प्रतिकूल असर पार्छ। यदि समयमा उपचार तथा नियन्त्रण नभएमा खोरका सबै चल्लाहरूमा रोग फैलन सक्छ। अब लक्षणहरूको बारेमा कुरा गरौँ। फलपक्स रोगले कुखुराको छाला, आँखा र घाँटीमा असर गर्छ। सुरुमा कुखुराको सिउँर, लोटी, आँखाको वरिपरि, खुट्टाको छाला आदि भागमा सासाना बिबिराहरू आउँछन्। पछि ती बिबिराहरू कालो वा खैरो घाउमा परिणत हुन्छन्। विशेष गरी साना चल्लाहरूको आँखाको वरिपरि र चुच्चोमा घाउ हुन्छ र पछि आँखा सुन्निने र आँखा बन्द हुन्छ। घाँटीमा असर गर्दा कुखुराको मुखभित्र जिब्रो, गिन्जा र घाँटीमा सेतो वा पहेँलो रङको घाउ देखा पर्छ। त्यसपछि कुखुरा कमजोर हुन्छ, श्वास फेर्न गाह्रो हुन्छ र अन्तमा दानापानी खान नसक्ने अवस्थामा पुग्छ। त्यसपछि कुखुराको मृत्यु हुन्छ। विशेष गरी साना चल्लाहरूमा 50देखि 60% मृत्यु हुन्छ। अब यसको उपचारको बारेमा कुरा गरौँ। फलपक्स भाइरसबाट लाग्ने रोग भएकोले यसको प्रभावकारी उपचार छैन, तर लक्षण अनुसार उपचार गरेर रोगको असर कम गर्न सकिन्छ। कुखुराको छालामा आएको घाउलाई जीभी वा पोभिडिन आयोडिनले सफा गर्ने र सफा गरिसकेपछि चार्मिल वा हिम्याक्स मलम लगाउने। आँखामा असर गरेको छ भने एन्टिबायोटिक आई ड्रपहरू आँखामा हाल्ने। सेकेन्डरी इन्फेक्सन रोक्न कत्रिमोक्साजोल वा टेट्रासाइक्लिन मध्ये कुनै पनि एउटा एन्टिबायोटिक सँगसँगै पेनमार पनि 3देखि 5 दिनसम्म प्रयोग गर्ने। बिरामी कुखुरालाई आइसोलेसनमा राख्ने, भिटामिन सप्लिमेन्टहरू दिने र रोग लाग्नुभन्दा पहिले कुखुरालाई भ्याक्सिनेसन गर्ने। अब यसको भ्याक्सिनको बारेमा कुरा गरौँ। यो रोगले साना चल्लालाई बढी असर गर्ने भएकोले चल्लाहरू 2 हप्ताको पुगेपछि फलपक्सको भ्याक्सिन दिनुपर्छ। मासुको लागि पालिएका कुखुराहरूलाई एक पटकको खोपले पर्याप्त हुन्छ, तर प्यारेन्ट कुखुराहरूमा भने 12देखि 14 हप्तापछि फेरि बुस्टर डोज दिनुपर्छ। फलपक्स भ्याक्सिन कुखुराको पखेटामा सुईले दिनुपर्छ। यो भ्याक्सिन सँगसँगै यस्तो खालको निडिल पनि आउँछ। भ्याक्सिनलाई डाइल्युटरमा घोलिसकेपछि यो निडिललाई भ्याक्सिनमा चोप्दै कुखुराको विङ वेबमा वारपार हुने गरी खोपिन्छ। यसरी भ्याक्सिनमा चोप्दै पालै पालो सबै कुखुराको पखेटामा भ्याक्सिन दिनुपर्छ। यो भ्याक्सिन लगाउन अलि बढी समय लाग्ने भएकोले घोलेको भ्याक्सिनलाई आइसमा राखेर भ्याक्सिनेसन गर्नुपर्छ। यसरी भ्याक्सिन लगाएको कुखुरामा 7 दिनपछि सुई लगाएको ठाउँमा सानो फोका आउँछ। यसले खोपले राम्रोसँग काम गरेको भनेर बुझ्न सकिन्छ। कुखुरालाई भ्याक्सिनेसन गर्दा 24 घण्टा अघि र 24 घण्टा पछिसम्म कुनै पनि एन्टिबायोटिक औषधिहरू खुवाउनु हुँदैन।